के छ सबैको हल्लीचल्ली। म चाहिँ आज मन्दिरमा बिरामी लिन गइरहेको छु। एकजना चाहिँ मन्दिरमा पूजा गर्न गएको थियो, त्यहीँ सेन्टी फ्ल्याट भइदिएछ अनि यो मेरो पछाडि छ त एम्बुलेन्स नै, त्यो चाहिँ एउटा बिरामी होइन, लास बोकेर गइरहेको हो। त्यसैले डर पनि लागिरहेको छ अलिअलि र यस्तो भइदिएर भने यो आत्माको असर भन्ने नभए के पो त्यो होला त भन्ने सोचिरहेको थिएँ। फेरि चिन्ता नगरियो राम्रोसितले कुदाइदिन्छ अब लगबाट गरेर। आज मलाई एकजना पनि टर्न सकेको छैन अनि त्यही डरले मैले बिस्तार चलाउनै, कतै आफ्नो एक्सिडेन्ट भयो भने अर्को एम्बुलेन्स बोलाउनुपर्छ, आफूले लानु यतिको उकालोबाट मैले यतिको तान्ने एम्बुलेन्स चाहियो है भन्दै सोचिरहेको थिएँ कि पो आइपुगेको ल ल पुलिसले के गरेको थियो भनेर भन्दै यहाँ गाडी स्वाट लगाएर ब्याक गरेर पेसेन्ट लिन गइरहेको। त्यो पेसेन्टलाई खासमा भएको चाहिँ के रहेछ भने हार्ट एट्याक भएर छ र पछाडि कुनै पसलमा राखेर छ। म पनि यहाँ तार गरेर ढोका सोका खोल्ने सिकेर निकाल्ने र यसलाई ठिकाना लगाएर त्यसलाई लिएर जानु पऱ्यो भनेर निकालिहालेँ र फेरि हालेर कुदाइहालेँ गाडी, किनकि त्यो एकदम सिरियस र त्यसको म्याटर चाहिँ भन्दै गाडी यस्तो भइदिएर सुरुमै पेसेन्टको आफन्तहरू लास डराए कस्तो पागल लागेको छ भनेर खराबदेखि बाटो गरी मैले एउटा कामबाट सुनेर अर्को कामबाट निकालेर यहाँसम्म आइपुगिसकेको छु र त्यसलाई निकाल्ने यतिको सारा छोड्नुपर्छ जस्तो मलाई लाग्दैन भनेर छोड्दै यस्तो भिडियोहरू हेर्न मन छ नि लाइक सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सनु होला। यो भिडियो बनाउनु धेरै मिहिनेत लाग्छ त भन्दैन, त्यही पनि